आदान प्रदान क्रममा हामी बाबा बानेश्वरनाथ धामको यात्रामा प्रस्थान गरिरहेछौँ। बाबा बानेश्वरनाथ चाहिँ विराटनगर स्थित रानीमाई मुन्ना पोखरीमा अवस्थित छ। जाने बाटो यही हो। हेर्नुहोस् 2082 को सम्पूर्णमा शुभकामना छ। अब बाबा बानेश्वरनाथ धाम प्रवेश गर्दैछौँ हामी। नाथ धाम प्रवेशद्वार हामी यसरी प्रवेश गर्दैछौँ। यहाँ चाहिँ नि हाम्रो अब बाबा बानेश्वरनाथको धाममा प्राङ्गणमा नयाँ वर्षको धेरै धेरै शुभकामना। लु अघि अघि बढौँ। ल अघि बढौँ। के छ अरे हिँड्दै गर्नु न, किन देखिँदैन? ल ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः। बाबा बानेश्वरनाथ धाम प्रवेश हामी यसरी गर्दैछौँ। आज अलिकति यो भएको हुनाले अब यसमा तपाईँको सम्पूर्ण ओम नमः शिवाय, हर हर महादेव, ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय, हर हर महादेव, ओम नमः शिवाय, 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 ओम नमः शिवाय। यहाँ चाहिँ दीप प्रज्वलित गर्ने स्थान हुन्छ। तपाईँको धेरै राम्रो हुन्छ। शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय, ओम भक्तजनहरू यसरी चाहिँ यहाँ भिड लगाएर आएका छन्। अब शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय, राधा कृष्ण। यो चाहिँ पौराणिक धेरै अघिदेखिको यो ठुलो वृक्ष रहेको छ। यहाँ यसको आध्यात्मिक एउटा परिचय बेग्लै छ। यसमा चाहिँ नि धेरै प्राङ्गणहरू छन् र यसमा धेरै यो पनि एक विराटनगरको एक शक्तिपीठ अवस्थित रहेको छ। हेर्नुहोस् यस्तो छ यहाँ। शिवाय बाबा बानेश्वरनाथको चाहिँ मूल मन्दिर भनेको यही हुन जान्छ। आजको दिन शिवजीले सम्पूर्णलाई कल्याण गर्नुहोस्। नमस्कार।